सुदन गुरुङले यति धेरै संवेदनशील मन्त्रालय गृह मन्त्रालय किन दिएको भनेर चाहिँ सोसियल मिडियामा धेरै बहस भइरहेको छ। ल हेरौँ है त, गृह मन्त्रालय किन यति धेरै सेन्सिटिभ संवेदनशील छ भनेर। हाम्रो पोलिटिकल सिरिज चलिरहेको छ, यसरी नै अपडेटेड हुनु छ भने कनेक्ट हुनु होला। गृहमन्त्रीको हातमा चाहिँ हेर्नुहोस्, नेपालको दुईवटा मेजर सेक्युरिटी फोर्स हुन्छ कि, एउटा भनेको चाहिँ नेपाल प्रहरी हुन्छ, अर्को भनेको चाहिँ एपिएफ हुन्छ, सेना चाहिँ हुँदैन है फेरि। अनि अब यो दुईटाले चाहिँ अब नेपालभित्र चाहिँ ल एन्ड अर्डर के भनेको शान्ति सुरक्षा, अनि त्यसपछि कानुनको पालना गराउनेदेखि लिएर अपराधिक गतिविधि भयो भने त्यसलाई नियन्त्रण गर्ने, त्यसलाई रोकथाम गर्ने, यस्तो कुरा चाहिँ यो दुईटा फोर्सको हुन्छ नि त। अब यो दुईटा फोर्स कसको हातमा छ? गृहमन्त्रीको हातमा। त्यही भएर गृहमन्त्री चाहिँ एकदमै रेस्पोन्सिबल हुन्छ यस्तो कुरामा होइन। अब अर्को भनेको चाहिँ सीमा व्यवस्थापनहरू छ। अब सीमामा धेरै अब भन्सार छलेर यो उहरू आउन थाल्यो, गुड्सहरू आउन थाल्यो होइन। अनि त्यसपछि धेरै फरेन इमिग्रेन्टहरू आउन थाल्यो भने, त्यस्तो भयो भने चाहिँ गृहमन्त्रीले चाहिँ अब एक्सन लिनु पऱ्यो। अब किन यस्तो भयो, जस गृहमन्त्री रेस्पोन्सिबल हुन्छ कि, किनभने त्यो बोर्डरमा चाहिँ हेर्नुहोस् तिनटै सेक्युरिटी फोर्स चाहिँ डिप्लोय भएको हुन्छ कि, नेपाल प्रहरी पनि हुन्छ, आर्म पुलिस फोर्स पनि हुन्छ, अनि त्यसपछि सेना पनि हुन्छ त्यहाँ होइन। जस यो कुरालाई पनि गृहमन्त्रीको हातमा हुन्छ कि यो कुरा पनि। अनि अर्को भनेको चाहिँ विपद व्यवस्थापन हेर्नुहोस्, विपद व्यवस्थापनमा भोलि हाम्रो देशमा चाहिँ धेरै बाढी पहिरो आउँछ होइन, अर्थक्वेकहरू आउँछ, जस प्रकृति विपदहरू धेरै आउँछ भनौँ न, त्यस्तोमा चाहिँ अब पूर्व तयारी गर्नेदेखि लिएर एक्सन लिने हो, यो चाहिँ गृहमन्त्रीको हातमा हुन्छ कि। किन भन्दाखेरि अगेन नेपाल प्रहरी र आर्म पुलिस फोर्स, सशस्त्र प्रहरी गृहमन्त्रीको हातमा हुन्छ। अब यहाँनिर एकदम इम्पोर्टेन्ट कुरा भनेको चाहिँ राष्ट्रिय सुरक्षा परिषदको कुरा हेर्नुहोस्। यो राष्ट्रिय सुरक्षा पद यति धेरै इम्पोर्टेन्ट छ नि होइन, यसले चाहिँ सेना परिचालन गर्न सक्छ कि। राष्ट्रिय सुरक्षा परिषदमा चाहिँ धेरै मेम्बरहरू हुन्छन् होइन। अब प्रधानमन्त्री हुन्छन्, अनि त्यसपछि अर्थमन्त्री हुन्छन्, अनि गृहमन्त्री हुन्छन्, अनि तपाईँको प्रधान सेनापति हुन्छन्, धेरै मेम्बरहरू हुन्छन्। यहाँ चाहिँ 8-10 वटा जति हुन्छन् होइन मेम्बर हो। यो सुरक्षा परिषदले चाहिँ अब देशमा धेरै एकदमै धेरै विपद पर्यो, जस्तै अस्तिको जेनजी आन्दोलन भयो होइन, एकदमै त्यस्तो भयो भने चाहिँ यो राष्ट्रिय सुरक्षा परिषदले चाहिँ बैठक बसेर मन्त्री परिषदले सिफारिस गर्छ कि ल सेना परिचालन गर्नु पर्यो भनेर, र मन्त्री परिषदले चाहिँ फेरि राष्ट्रपतिलाई रिक्वेस्ट गर्छ ल सेना परिचालन गर्नु भनेर, र राष्ट्रपतिले चाहिँ बल्ल सेना परिचालन गरिदियो भनेको राष्ट्रिय सुरक्षा परिषदले चाहिँ इनिसिएट गर्ने हो कि सेना परिचालन गर्नु पर्छ कि पर्दैन भनेर। त्यही भएर यो राष्ट्रिय सुरक्षा परिषदको मेम्बर पनि गृहमन्त्री हुन्छ। त्यही भएर यहाँ पनि इम्पोर्टेन्ट भयो होइन। यहाँनिर हेर्नुहोस्, देशैभरिका 77 जिल्लाका सिडिओ गृहमन्त्रीको हातमा। डिपार्टमेन्ट अफ इमिग्रेसन, अध्यागमन विभाग, जहाँ चाहिँ विदेशी नागरिकको आउने जाने अथवा उसको पासपोर्टहरू हेर्ने हुन्छ नि हो, त्यस्तो पनि गृहमन्त्रीकै हातमा। कारागार व्यवस्थापन गृहमन्त्रीकै हातमा। नागरिकता अथवा राष्ट्रिय परिचय पत्रको अभिलेख गर्ने कुरा यो पनि गृहमन्त्रीकै हातमा। प्र्याक्टिकली कुरा गर्नु पर्दाखेरि चाहिँ भोलि देशमा चाहिँ एकदमै ठुलो प्रोटेस्टहरू भयो, जस्तै जेनजी टाइपको प्रोटेस्ट भयो, जहाँ चाहिँ एकदम इन्टरनल सेक्युरिटीलाई नै च्यालेन्ज गर्न थाल्यो भने त्यसको सेक्युरिटीको जिम्मा चाहिँ गृहमन्त्रीको अन्डरमा आउँछ कि। चाहिँ देशमा ठुलो ठुलो जघन्य अपराधहरू के, जस्तै अब मर्डरहरू हो भने, त्यस्तो भयो भने चाहिँ त्यसको त्योलाई चाहिँ डाइरेक्टली एड्रेस चाहिँ गृहमन्त्रीले गर्नुपर्छ कि, किनभने इन्टरनल सेक्युरिटी त गृहमन्त्रीको हातमा हुन्छ नि त। अनि अब भ्रष्टाचार काण्डहरू भनिन्छ नि हामीले, भुटानी शरणार्थी काण्ड, ललिता निवास, एन्जेल, व्हाइट बडी काण्ड, यस्तोको फाइल झिकाउनु पऱ्यो भने चाहिँ गृहमन्त्रीले चाहिँ एकदमै त्यो पावर होल्ड गरेर हुन्छ कि। यति धेरै जिम्मेवारी हुन्छ गृहमन्त्रीको। त्यही भएर यो मन्त्रालय चाहिँ एकदमै धेरै सेन्सिटिभ र एकदमै धेरै पावरफुल मन्त्रालय भनिन्छ कि। त्यही भएर यहाँ चाहिँ एकदम परिपक्व व्यक्ति आउनु पर्यो भनेर चाहिँ अब एक खालेले तर्क गर्छन् भने, अर्कोले चाहिँ होइन सुदन गुरुङ जस्तै आँटी मान्छे आउनुपर्छ भनेर चाहिँ अर्कोको तर्क छ होइन। तपाईँले के लाग्छ यस विषयमा कमेन्ट गर्नु होला। र हाम्रो पोलिटिकल सिरिज चलिरहेछ, यसरी नै अपडेटेड हुनु छ भने कनेक्ट हुनु होला है त। धन्यवाद।